हेलो स्वागत छ फेरि पनि मेरो अर्को भिडियोमा। सन्चै हुन्छ सबैजना। मलाई चाहिँ अहिले अलि सन्चो भइसक्यो अनि बल्ल बल्ल हाम्रो काम पनि अब भ्याइयो। हल्का फुल्का मकैहरू खनेर भ्याइयो नै भनौँ। अब चाहिँ छैन कि बिउहरू पनि राख्यौँ, मसल बोकेर बिउ राखेर पनि भ्याइयो बल्ल। अब चाहिँ त्यही हो, के काम छ र घरको काम छ यताउता। अनि आज हामी गएको थियौँ माटो लिन, साथी र म। रातो माटो होइन कि त्यो टाल्ने माटो हुन्छ नि, कानो माटो के भन्छ त्यही। बाटो चाहिँ यति अप्ठ्यारो छ नि, यहाँ आउन त ठिकै हो, भारी बोकेर जान चाहिँ गाह्रो। तर पनि के गर्ने, हिँड्नै पऱ्यो होइन। साथीले र मैले चाहिँ माटो खन्यौँ गफ गर्दै। के गर्ने अब, गर्नै पर्यो। म चाहिँ माथि माटो हेर्नु गएको थिएँ कि माथि छ कि राम्रो ठाउँ भनेर, अनि रहेनछ। अनि माटो फेरि कति साह्रो थियो नि त, पानी नआएर। त्यही भन्दै अनि उसले खनेछ, मैले चाहिँ त्यो डल्लाहरू ढुङ्गाहरू फोडेर अनि बल्ल हाल्नु पर्यो बोरामा। यस्तै छ गाउँतिरको काम। तर अहिले चाहिँ गर्मी कति छ हो यहाँ मात्रै हो कि हजुरहरूकोतिर पनि हो कि, यस्तै छ कि गर्मी कुरै नगरौँ। दिउँसो त काम गर्नै सकिन्न, तर पनि गर्न त पर्यो जसरी पनि होइन। अनि माटोहरू खनेर हामीले चाहिँ फेरि बाँधेर ठिक्क पारेर अनि औषधी खानु गयौँ। देखेपछि खान परिहाल्यो। अनि औषधी खाएर हामी चाहिँ टिकटक पनि बनायौँ, एउटा दुइटा। बनाउनु त परेन होइन, यस्तो राम्रो भ्यू देखिन्छ। अनि घर आएर चाहिँ म खाजा बनाउनु लागेको थिएँ, रोटी खासमा। तर यो बिग्रियो कि ढङ्गै नभए जस्तो भयो। तर केही छैन। अनि त्यसलाई चाहिँ मैले पुगा जस्तो बनाएर खाएँ, म आफै खाएँ। अनि म गएँ साँझ पानी लिन धारोमा। अनि त्यता धारोमा पानी नभएको बेला प्याज पनि हेर्छु भनेर गएँ। प्याज त राम्रै भएको रहेछ। अनि पातहरू टिपेर ल्याएँ, सब्जी खानु हुन्छ नि त प्याजको। त्यही हो। अनि पानीहरू लिएर आएँ। अनि आजको दिन चाहिँ त्यसै नै बित्यो मेरो। अब बाँकी कुरा अर्को भिडियोमा। बाई बाई।